रसुवा जिल्लामा आज बिहान 81 आएको ठूलो बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्याएको छ। आज बिहान करिब 9 बजेतिर भटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेपछि अहिले उक्त बाढीले नेपालतर्फ भयावह रूप लिइरहेको छ। हालसम्म आएको प्रारम्भिक जानकारी अनुसार टिमुरे बजारमा 5-7 वटा मात्रै घर बाँकी रहेको भनिएको छ भने इलाका प्रहरी कार्यालयमा कार्यरत 15 जना मध्ये 8 जना प्रहरी मात्रै सम्पर्कमा आएको बुझिएको छ। अचानक यति ठूलो बाढी के कारणले आयो भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन, तर जुन गतिमा बाढी आइरहेको देखिन्छ त्यसले गर्दाखेरि भटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिङसम्मै एकदमै उच्च जोखिममा रहेको देखिन्छ। रसुवा, धादिङ, गोर्खा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवार यानि कि नागरिकहरूलाई सुरक्षित स्थानमा रहनको लागि सरकारले अपिल जारी गरिसकेको छ भने खोज तथा उद्धारको लागि सबै निकाय तथा निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हर समय तयार रहन आग्रह गरिएको छ। साथै कुनै पनि क्षेत्रमा आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 यानी कि 1234 मा तुरुन्तै कल गर्न हुन अनुरोध गर्नुको साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याब्रेबेसी सडक मुगलिन नारायणघाट सडकमा यात्रा नगर्न नगराइदिन अनि उक्त स्थानमा आवाज जवतलाई पूर्ण रूपमा रोक लगाउन गृह मन्त्रालयले सूचना जारी गरेको छ। यस्तै प्रधानमन्त्री बालेन शाहले तत्कालै आपतकालीन बैठक बोलाएका छन् भने रसुवाको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्कालै सुरक्षित स्थानमा सार्न सिडिओलाई निर्देशन दिएको छ। यस्तै अहिले प्रभावित क्षेत्रमा हेलिकप्टर सहितको सेनाको टोली पुगिसकेको छ। यस बाढीले कहाँ कति क्षति गर्यो भन्ने तथ्याङ्क बाहिर आइसकेको छैन। हाल नेपाली सेनाको 14 सदस्यीय मेडिकल टिम सहित MI-17 हेलिकप्टर काठमाडौँबाट रसुवातर्फ उडेको छ र तपाईँ पनि यी क्षेत्रहरूमा हुनुहुन्छ या तपाईँको परिवार यो क्षेत्रको आसपासमा हुनुहुन्छ भने एकदमै सचेत रहनु होला, किनभने जुन गतिमा चाहिँ बाढी तिब्बतबाट नेपालतर्फ प्रवेश गरेको छ यसले नेपालतर्फ लामो ठाउँसम्म धेरै ठाउँमा चाहिँ ठुलो क्षति पुर्याउने पक्का देखिन्छ। र खास गरिकन जति पनि यी नदीहरूको वरिपरि तपाईँ हुनुहुन्छ, यी जिल्लाहरूमा हुनुहुन्छ भने चाहिँ पक्कै पनि चाँडोभन्दा चाँडो सबै कुरा छोडेर आफ्नो सम्पत्ति वस्तु सबै कुराहरू छोडेर भए पनि सुरक्षित स्थानतिर जानको लागि हामी पनि अनुरोध गर्न चाहन्छौँ। किनभने हरेक वर्ष नेपालमा हामीले यस्ता बाढीबाट यस्ता वितण्डाबाट धेरै ठुलो क्षतिहरू धनधनको क्षतिहरू भोग्दै आएका छौँ, देख्दै आएका छौँ। फेरि यो वर्ष पनि प्रकृतिले हाम्रो नेपाललाई यसै गरिकन चाहिँ यो वर्ष अर्को भुमरीमा पार्ने योजना बनाएको छ। त्यसकारणले तपाईँ हामी बेलामा सुरक्षित रहनु सबैभन्दा बुद्धिमानी हुनेछ। र खास गरिकन यी क्षेत्रहरूमा भएका ठाउँहरूमा चाहिँ अहिले विभिन्न ठुलो बाढीको कारणले गर्दाखेरि फोन नलाग्ने यस्ता समस्याहरू पनि हुन सक्छ र तपाईँ त्यो वरिपरि हुनुहुन्छ भने राहतको लागि अथवा खोज उद्धारको लागि तपाईँले सक्दो सहयोग गर्नको लागि पनि हामी अनुरोध गर्न चाहन्छौँ। यो बाढीको हामी तपाईँलाई पल पल अपडेट दिइरहनेछौँ। कहाँ कति के क्षति भएको छ, कहाँ के भइरहेको छ भन्ने कुरा खोज समाचारबाट पल पलको अपडेट आउने नै छ। अहिलेको लागि यति नै। खास गरिकन फेरि पनि भन्न चाहन्छौँ एकदमै अहिले एकदमै यो चाहिँ तनावको अवस्था छ र यो समयमा सूचनाहरू भेरिफाई नगरिकन हावाको भरमा त्यस्ता रिमरहरू फैलाउने काम पनि नगरौँ, किनभने त्यो कुरा चाहिँ आधिकारिक रूपमा आउनुपर्छ। त्यहाँको आधिकारिक प्रशासनले नबनेसम्म चाहिँ विभिन्न पुरानो भिडियोहरू भाइरल गर्ने काम पनि नगरौँ, किनभने विपदको बेलामा तपाईँ हामी सबैजना मिलेर सहकार्य गर्नुपर्छ, न कि हामीले उल्टो डर र त्रासको सृजना गर्नु हुँदैन। र खास गरिकन अहिले सरकारले एकदमै तदुरुकता देखाएको छ र सम्पूर्ण सुरक्षा निकायहरूले पनि अहिले एकदमै चाँडो क्विक रेस्पोन्स गरिरहेको अवस्था छ। र अहिले यो ठुलो बाढी आउनुको कारण चाहिँ तिब्बतमा कुनै हिमताल फुटेको हो कि भन्ने आशंका गरिएको छ, किनभने जुन हिसाबमा जुन चाहिँ रेसमा चाहिँ त्यो बाढी आएको भिडियोमा देखिन्छ त्यो चाहिँ पक्कै पनि कि ठुलो पोखरी या हिमतालहरू फुटेरै आएको हुनसक्छ भन्ने अनुमान गरिएको छ। तर यसको एक्ज्याक्ट कारण भने अहिलेसम्म आएको छैन। जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला। तपाईँको परिवार, तपाईँको कोही आफन्त, तपाईँको गाउँले यो एरियामा छ भने चाहिँ सबैजनालाई बेलामा सूचित गरिदिनु होला। यही हामी अनुरोध गर्न चाहन्छौँ। बाँकी समाचार दिँदै गर्नेछौँ। अहिलेको लागि यति नै।